Hello guys, good morning. This is your guy, Mr. Billy. Vishal Thapa, aka Mr. Billy. So I've been with the vlog after a long time. So the circumstances with my vlogging career, is I cannot make it professional. I can make it professional, but I cannot use it as my career, I guess, because initially I started as a vlogger. I give my time, and later it didn't pay out. As always, I need to run my family. I need to have the loan steps to pay. So in my vlog, I'll be showing these normal things. So it's actually I'll give you a content based on every day content. So the maximum contents will be on cooking and travels, and some will be scripted, just to give some knowledge for the customers. Some will be that's all, guys. Let's see how the videos goes today, because I don't have the habit of filming in public, so people might find awkward. I may feel awkward actually. So let's see how it goes with the... ल सन्दीप भाइ आज भ्लगमा हुनुहुन्छ है के छ सन्दीप भाइ प्रोग्राम भन्नु त आज हाम्रो बोको कटिङ प्रोग्राम छ आज हाम्रो बोको कटिङ यता हाम्रो ईश्वर दाई यता हाम्रो बिपिन सर यता हाम्रो घन्टी सर हामी आधा ग्रुप हो हाम्रो आधा ग्रुप माथि गइसकेका छन् हामी अब बोको चाहिँ कति किलो गरे 15-16 किलोको बस्छ होला भाइ बोको है ल है त खाजा हान्ने होला नि भाइ रुगा लाछ भाइलाई त सुप हान्नु पर्ने गरे बोकोको हैन सुप हान्नु पर्ने होला ल है त गाइस देखाउँछु त खुट्टा समाइदिनु दाइ हाम्रो ओ हेलो गिलु सर हेलो अब हाम्रो गोट कटिङ प्रोग्राममा हैन त्यहाँ चाहिँ काटकुट गरेर अब सबै फिनिसिङ भएर रेडी 2-3 डिसेसहरु हुन्छ होला सुरुवात नि हामी साथमै खाने ल आज ल यतापट्टि छन् हाम्रा महारानी हाम्रा यतापट्टि छन् साथी आउनु रगत थाप्नु पर्छ आउनु त्यो पढाउनु न भाइ बाबु हेलो च्याप्टी मान्छे चाहियो नि दुईजना खुरा समातेर मार हान्ने मान्छे दाइ आउनुस् यो चाहिँ हाम्रै घर वरिपरि हाइवे हजुर ए च्याप मलाई च्याप्न के हुने एउटा मार हान्छु म तिम्रो ढुक्क हो म खुट्टा पछाडिसम्म एकजना रगत थाप्नु पर्छ एकजना अझै बोलाउनु पर्यो त्यसलाई दुईजना रगत थाप्नु पर्यो समात्ने चाहिँ है ल म समात्दिन्छु म खुट्टा म समात्दिन्छु अगाडि तिमीले अगाडि च्याप्नुहुन्छ तिनीको तन्गाइले भइहाल्नु मिल्दैन कि ल म अगाडि फेरि मैले समातिराख्छु रगत थाप्नु त हुन्छ नि रगत थाप्नु यहाँ भाडा लिएर आइदिन्छु एकजना बोलाउनु त भाग्न खोजिरहेको छ हाम्रो बाघ ओ हाम्रो उहाँ खडे सर आउनु भएको छ हाम्रो यसै मुजी अलि तान्नु पानी हाली हो यो समात्न भाडो यार ओए ए ओले हत्यारा हो जाति किन हालेको र ओले हत्यारा हो हाम्रो खडे सर हेलो निकाल्दै कति किलो बसेछ 8 केजी बाटा 1 किलो भुटन सुटन सब जोखेर 10 केजी पुग्यो कि भुटन नै हो केटा हो
अघि मार हानेको 10 किलो अब उठा 1 किलो 10 किलो गुडी चाहिँ छैन नि मेरो काने काट्यो एउटा प्राइस चाहिँ बढेछ ठिकै बढेछ अब क्यान्सर नि अब यो रमाइलो गरेको छोड्दियो गाडी लाए फाइदा भयो हैन दाइ अब त ल काटेन 890 900 गर्नु त 90 net हाल्नु खाना राम्रो यो त सानो हड्डी र उ मिलाएर 900 बनायो नि त ग्राम त खासै त्यति नराम्रो नि होइन होइन नराम्रो होइन होइन नि कहाँ नराम्रो हुन्छ बुल्दरले राखेको थियो मरेको थियो राखेको के छ त 900 ग्राम हुने भयो हैन दादा आउनु भयो सानै 900 ग्राम हो 1 किलो भएन त हगेर यार अनि एउटा चाउचाउ ल्याइदिनु नखनान बिस्तारै के दी भाइ अन्डीलाई यो अन्डीलाई दिए भाइ बफ आउनु बच्चाले भन्छ पानी पर्छ होइन बफ आएर पुचार्ने अलि हैन त्यो So this is the highway, guys. This highway goes to Parvat Baghlan Valley, Parvat district, Baghlan Valley, and straight it goes to Butol, connects to Butol also. So this has been completed around 2 years, like 2 years during Corona time. It was under constructions 2019. So today we are here at the highway restaurant in Kazagar, and here's the owner cooking some buka for us. Let's see the digs, guys. I'll show you everything. यो उसमा हाल्नु हुन्छ हाल्नलाई हो कि हालिन्छ डिग्स गरेर केमा युट्युबमा युट्युबमा मेरो च्यानल छ नयाँ हो अब मिस्टर बिल्ली भन्ने छ बिस्तारै हुँदैछ मैले 100 वटा भिडियो पुऱ्याउने टार्गेट छ कि दाइ 100 वटा पुऱ्याउने टार्गेट छ 10 वटा जति त भइसक्यो 10 वटा जति पुगिसक्यो अब गर्दैछ बटन बगानमा चाहिँ त्यो गरेर हाल्छ यो हाम्रो रेस्टुरेन्टको नाम के राख्नु कति वर्ष भइरहेछ हाम्रो 3.5 वर्ष कोरोना पछि गर्नु है खानाहरू खुवाउनलाई त सही रहेछ नि लोकल खानाहरू नि राम्रो हजुर ठुलो पनि दामी बनाउनु भएछ है कालो हुन्छ नि धेरै युज गरिन्छ यो अलि चाक्रो हजुर थोरै यहाँनिर बढाउनु मिल्ने होला नि धधन गरेर यहाँ थालहरू राख्न मिल्ने टाइपको कि त्यति बढाउनु पर्छ यहाँ
अब यो हेर्नु सामान राख्ने नि अप्ठ्यारो भयो नि त हजुरलाई यहाँ भयो नि त थालै राख्न नि मिल्यो खाना यति बनाउनु पर्ने भएछ तलबाट के हो यो बाटै ढलन हो यहाँबाट रड बुनेर गर्नुभयो भने नै टेकोला नत्र फलामको हाले नि हुन्छ फलामकै स्ट्यान्ड टाइपको बनाइ नि हुँदो रहेछ यहाँबाट क्या भन्नुभयो दाइले है यो सिम्पल स्टाइल छ होइन त्यति मसला नै हाल्नु ठिक छ सबै नर्मल छ होइन मसला त हाम्रो नर्मलै हो हजुर अन्त त्यो स्वाद निकाल्नलाई त यहाँ उयो गर्छौँ ल साउजी उहाँ हुनुहुन्छ है गाइस साउजी आयो भने साउजीलाई यसो मेरो भ्लगबाट चाहिँ भनिदिनु होला ल भाइको भ्लग हेरेको थिएँ भनेर भनिदिनु है त्यो चाहिँ कहाँ हो भने एक्ज्याक्टली हाम्रो यो फेदी धम्पुस माइली भन्ने चाहिँ चिन्छ धेरैले है त्यो चाहिँ यो भट्टे खोलाभन्दा अलिक तल फेदीभन्दा अलिक माथि होइन धम्पुस माइली भन्यो भने त्यहाँ चिन्छ धम्पुस माइली चाहिँ पारिपट्टि छ अब यो ठाउँ बनाउँदै हुनुहुन्छ दाइले दाइको आफ्नै ल्यान्ड हो दाइ हो दाइको आफ्नै जग्गा हो ए भनेपछि ढुक्कै रहेछ अब यो बिजनेस लामै बस्छ गाइस है ल आइदिनु होला मेरो भिडियो हेऱ्यो भने चाहिँ मिस्टर बिलीको मैले ब्लग हेरेको अनि आएको भनेर दाइलाई भन्नु सरप्राइज दिनु होला है त चुलो त कडा बनाउनु भएछ है कडा ग्यास गरेर राम्रो अनि म पठाइदिन्छु ल अब दाइकोमा चाहिँ आउँदै गर्नु है कुराहरू चाहिँ पहिल्यै फोन गरेर आउँदा राम्रो अब दाइको विस्तृत बन्दैछ सबै कुराहरू म्यानेज गरेर हुन्छ है नर्मली भइरहेको छ भएन भने फोन गर्ने भने दाइले ल्याइदिइहाल्नुहुन्छ अर्डर भयो नि लोकल कुखुराहरू पनि राख्नुभएको छ लोकल कुखुरा हजुर होइन होटल र भैँसी भएपछि त भ्याइन आँखाले यो भिडियो बनाएर आमा हालिदिने देश विदेशका मान्छेले हेर्छन् चाहिँ हाम्रो ब्लगको है गाइस ब्लग चिकन ब्लग मटन ब्लग फोन गरेर पिकनिक स्टाइल ल्याउन सक्नुहुन्छ है मसला मात्रै हो है मसला हल्का मिट मसला हाल्नु लान्दिनँ नुन पनि हाल्नुभयो गोलबेडा होइन लसुन अदुवा हाल्नु भएन पेस्ट हाल्नुभयो हाल्नु सुरुमा अब टेस्ट चाहिँ अहिले केटाहरूले नै फिडब्याक गर्छ है यसको है अब मैले भन्नु पर्दा नि होइन हाम्रो साथीभाइहरूले पछि रिभ्यू कमेन्ट गर्छ है यसको तपाईँको फ्रेस त फ्रेसै हुन्छ तातै हुन्छ होइन तपाईँहरूले अहिले काटेको पनि हुन्छ है कसरी त्यहाँ भयो भनेर साथीभाइहरू है अहिले सँगै खायो ल साथीभाइहरूले रिभ्यू गर्छ अब त के गर्ने चलाउने हो अब एकछिन चलाउने हजुर धनिया र मिट मसला अन्तिममा हालेर निकाल्नु हजुर अब ल 5-10 मिनट होइन सानो आगोमा 10 मिनट नै लाग्छ हजुर अन्त पेपर प्लेटहरू हो साथीहरूलाई के दिने हजुर प्लेट सन्देश है ल ल ल है त गाई चाहिँ अहिले ल हेरौँ है त ल हजुरको कतिजना हुनुहुन्छ रेडी भएन म हाम्रो अब 20 मिनटमा रेडी हुन्छ भाइ भुजा भयो भुजा नपछि उयो भयो होइन सबलाई 1 2 3 4 5 6 7 8 9 वटा भयो 10 वटा भयो 11 वटा भयो 14 वटा
कस्तो छ भाइ टेस्ट ठिक छ एउटा पुन्टे मलाई ओले सर कस्तो छ टेस्ट एकदम बबाल ओले भाइ रक एक्लै आफै अब यही बस्नु त भाग्छ नि म त फेरि मोर्दाले भुट्टा Bistro House. Pokhara Baglong Bus Park. So Baglong is 75 kilometers, I guess, from here. 75 kilometers from here. ठिक छ भाइ कति राखेको 2 बजे आएको खाना थाकेन नि खाएको छैन अब खाने हो हजुरले खानु है अब गर अब हाम्रो एक दिन चाहिँ टक्क भिडियो हाल्नुपर्छ स्क्रिप्ट टाइपको अलिकति मिनमार्टको बारेमा नि प्लस यहाँको हल्का एडभर्टाइज पनि गर्नु पऱ्यो कि ब्लग बनाउनुहुन्छ हो बिल्ली मिस्टर बिल्ली युट्युब च्यानल मिस्टर बिल्ली हान त मिस्टर बिल्ली मिस्टर बिल्ली So I got a new subscriber. नेट नहीं कम